जब यस्तो ग्याजेट्स हातमा पर्छ नि खुसीको लेभल योबाट यस्तो माथि बुस्ट हुन्छ कि के कुरै नगरौँ क्या। आफूले चाहेको कुरा पाउँदाखेरि कसलाई चाहिँ खुसी लाग्दैन होला। मलाई पनि एक्ज्याक्टली लाग्छ त्यसरी नै जसरी तपाईँलाई लाग्छ, मलाई पनि त्यसरी नै लाग्छ। र यो ग्याजेट्स चाहिँ मैले डेफिनेटली एकदम खोजेको ग्याजेट हो जुन मैले आज गिफ्ट पाएको छु। र यो 2026 चाहिँ मेरो लागि यस्तो राम्रो इयर हो जस्तो छ नि, किनभने 26 लागेदेखि नै मैले गिफ्टहरू पाइ नै रहेको छु। फेब्रुअरीमा मैले एउटा एक्सन क्याम पाएँ, एक्सन क्यामेरा पाएँ, डिजेआईकै एक्सन क्यामेरा पाएँ, एक्सन 6। अहिले यो डिजेआईको माइक मिनी हो। यो हुन चाहिँ सिङ्गल ट्रान्समिटरवाला हो यो होइन, हुन चाहिँ सिङ्गल ट्रान्समिटरवाला हो र पनि पेयरिङको लागि एकदम बेस्ट हुन्छ र यसको अडियो क्वालिटी पनि एकदमै राम्रो लागेको छ मलाई। सो अनबक्सिङ गरौँ न त होइन, यसमा के छ। एक्चुअली यो अहिले चाहिँ खाली जत्तिकै छ, यसमा चाहिँ केबल मात्रै छ। मैले अलरेडी अनबक्सिङ गरिसकेँ र यसमा चाहिँ केबल आउँछ, यो पाउचमा हुन्छ, यो पाउचभित्र हुन्छ केबलहरू चाहिँ सबै कुरा। अनि यो चार्जर भयो होइन, अनि तपाईँलाई डेड क्याट हुन्छ, दुईवटा डेड क्याट हुन्छ, एउटा वाइट कलरमा एउटा ब्ल्याक कलरमा हुन्छ। र बेस्ट पार्ट चाहिँ यो पाउच पनि यति राम्रो छ कि यसमै एक्सन क्याम अट्छ क्या, भित्रै अट्छ, आनन्द जिपरवाला छ, सजिलो हुन्छ क्या क्यारिङ केस। यस्तो राम्रो छ कि। अनि माइक चाहिँ खै माइक यहाँ छ, यहाँ युज भइरहेछ माइक। यो अडियो क्वालिटी जति पनि सुनिराख्नु भएको छ यही माइकबाट हो, डिजेआईको माइक मिनी। सो यसको क्वालिटी चाहिँ यस्तो आउँछ, तपाईँहरूलाई पनि एकदमै राम्रो लाग्न सक्छ होला। मैले चाहिँ डिजेआई स्टोर नेपाल भन्ने एउटा टिकटकमा एकाउन्ट देखेको थिएँ, उहाँहरूबाट अर्डर गरे हो। पहिले पनि एक्सन 6 उहाँहरूबाटै अर्डर गरे हो। रिलायबल एकदम रिजनेबल रेटहरू दिनुहुन्छ, तपाईँहरू पनि चेक गर्न सक्नुहुन्छ उहाँहरू एकाउन्ट होइन। तपाईँहरूलाई किन्न मन छ भने उहाँहरूको एकाउन्ट चेक गर्न सक्नुहुन्छ। राम्रो छ, मलाई चाहिँ चित्त बुझेको छ पर्सनल्ली। र यसको प्राइस चाहिँ मैले लिएको भनेको 6K पर्यो। यो एउटा यत्रोको 6K पर्यो क्या। महँगो हो, महँगो, तर प्रिमियम सामानको प्राइस पर्छ क्या, महँगै पर्छ। युज केस, तपाईँको युज केस कस्तो छ? हुन त मसँग अलरेडी बोयाको माइक्रोफोन छ, त्यो चार्जिङ केस बोया लिङ्क भन्ने माइक्रोफोन छ। त्यो चाहिँ मलाई प्रब्लम भयो क्या, यो डिजेआई एक्सन 6 को चार्जिङ लगाउनलाई टाइप सीबाट लगाउनु पर्थ्यो, अनि त्यो तपाईँलाई मैले खोल्दै अनि इन्सर्ट गर्नु पर्यो। त यो चाहिँ डाइरेक्टली पेयर हुन्छ क्या। सो मैले केही गर्नै परेन, डाइरेक्ट अन रेकर्ड सुरु, त्यो गर्नलाई एकदम सजिलो हुने भयो। त्यही भएर मैले यो लिएको। खासमा मैले लिएको होइन, मलाई गिफ्ट आएको, मेरो श्रीमतीले मलाई गिफ्ट दिएको। सो तपाईँहरूलाई यो कस्तो लाग्यो, डिजेआई माइक मिनी कस्तो लाग्यो, प्लिज कमेन्ट डाउन बिलो। र अरू भिडियोहरू अब राम्रो भिडियोहरू आउने नै छ, अडियो क्वालिटी पनि एकदम इन्हान्स भएर आउनेछ। मलाई चाहिँ सब्सक्राइब गरिराख्नु होला। थ्याङ्क यू।